अर्को पाइप हालेपछि त अनि सबै उफ्रे जोड्ने त मै हो जयबहादुर र मैले हो यो लाइन जोडेको 46 सालमा 46 साल रेड क्रसको पानी 46 सालमा हाम्रो पोखरा 27 मा जम्मा 20 घर 20 घर पानी खाने यतापट्टि 20 घर होइन त्यतिखेर त सबैले खाँदाखेरि त अब यो धारा 10 घर अनि जिन्नासका धारा 5-6 घर 5-6 घर अनि माथि 10 घर अनि प्रकाश कहाँ पनि 10 घर मिलाएर गरेको हो गणेश कहाँ पनि 10 घर 10 भनेपछि कतिवटा धारा भए यहाँ माथि पनि 10 घर माथि पनि 10 घर दुईटा धारा थिए यहाँ पछाडि बिचाङ खोलेको एउटा धारा यहाँ डाँडा जम्मा 10 घर मात्रै थियो त्यतिखेर यो पछि काँडा यो बौद्ध लाएपछि आयो कि बिस्तारै आएपछि बिस्तारै थपिए क्या अहिले भिड अनि जनआन्दोलन पछि झन् घचक्कै थपिए जग्गा उर्ल्यो पहिलेको जनसङ्ख्या हामीले खानेपानी जति त टाढै छ अझ बढी होला नि घटी छ यो पाइप कति वर्षलाई ग्यारेन्टी हुँदो रहेछ 50 वर्ष है त्यसपछि त यी सबै फेर्न पर्यो अब फेर्न पर्छ यो कसको अनुदान हो कि कहाँको छ ए रेड क्रस जापानले दिएको पाइप त्यही भएर बलियो छ पानी हो धुवा खोलै हो एउटै मूल हो 3टा सुके मूल है यो 4वटा मध्येको यो मूल किन सुक्दो रहेछ सुक्दै झर्यो यो के अरे उसले हल्लाएपछि सुक्दो रहेछ भूकम्पले हल्लाएपछि हल्लाउने के गर्ने मूल सुक्दै गएर तल पुछारमा अहिले ल्याएको ठाउँमा चिरिएर कि पानीको मूल सरुवा हुँदो रहेछ र हो धरती हल्लेपछि सरुवा हुन्छ ओहो अर्को ठाउँमा चन्नी पानी तल 100 मिटर तल झरेपछि 100 मिटर मुनि चाहिँ ल्याएको पानी है यो पानी ल्याउँदाखेरि त मलाई काट्न आएको थियो है छाङ्गै दाना नाके काट्छ किन यो धारो हामीले उता खान्छौँ भनेर हो कि कसो होला जे काम पनि रिस्की नै छ नि त है देश चलाउने काम होस् सामाजिक काम जेमा नि यस्तै कस्तो होला अहिले देश डढेको छ देश बितलिङ्गै छ अझै मानिस त कमिलाजी विरोध गर्ने कस्तो छ हाम्रो हातमा हुनुपर्छ हामी बनाउँछ भन्ने छ पहिले अब 13 टाउको हुँदैन थियो अझै उफ्रन्छ अब भनौँ न 36 वर्ष यसका भयो 36 वर्ष यो भयो 50 वर्षको ग्यारेन्टी छ त्यसपछि त यी पाइप भनौँ न ल 60-65 वर्ष यी पाइप सबै फेर्न पर्छ त्यही डोबमा नयाँ हाल्न पर्यो त्यो डोबमा सकिँदैन अर्को डोबमा हाल्छ खनाइ निकाल्न हुँदैन जराले सबै यहीँ चाहिँ जम्मा बाटाले पुऱ्यो ती यहाँ पनि चाहिँ त नि यो पाइपमा माथि पिच भयो भने कसरी उखेल्ने नयाँ हाल्नु नयाँ त्यो गयो जहाँसुकै त्यही जापानी सहयोग है जापानले पानी त खुवायो खुवाएको जहाँसुकै जापानीले धेरै गरेछ नेपालमा खानेपानी बाटो र जापानले कति गरेछ कति अनि हस्पिटल भयो ल्याबहरू भयो गण्डकी हस्पिटलमा ल्याब खोलेको ल्याबको घर बनाएको जापानले माथि तालिम केन्द्र छ नि उतापट्टि नर्सहरूको पल्लो चाहिँ त्यो पनि जापान ब्रिटिसको हो यतापट्टिको चाहिँ पल्लो चाहिँ जापानले बनाएको 14वटा घर बनाएको गण्डकी हस्पिटलमा है मै छु नि त्यहाँ काम गर्ने मै हो 3 वर्ष काम गरेँ मैले त्यही अनुभव हिसाबले गरेको जम्मै नेपाल त 25 वर्ष मेसिन चलाइयो के को मेसिन नि राइस मिल थियो ठुलो ए टुक गर्ने मेसिन थियो टुकटुके 25 हर्स पावरको थियो त्यो चलाउँथे त्यहाँ काम गर्ने मान्छेहरूले त्यतिखेर घाटा लाग्यो घाटा बिहोर्दै गुड्डु गरी आएको यो लाइन यो अब कहिलेसम्म गर्नुहुन्छ त नि यो खानेपानीको सेवा तपाईले मेरो खानेपानीको सेवा मेरो बिरामी नभएसम्म गर्छु अब म यो बिरामी नभएछ यसलाई संरक्षण त गर्नै पर्यो जसैले नले पानी नले भने तिलक साली पछि जोडिनु भयो कि तिलक साली पानीमा पछाडि जोडिएको अनि आश्रम थालियो फेरि 49 सालमा जग्गा लियो बुझ्नुभयो यो वृद्धाश्रमको पूर्जा छैन पूर्जा छैन दर्ता गर्ने प्रक्रियामा नि जानु भयो दर्ता यसो छ त यो सरकारी हो
दर्ता गर्ने 50 वर्ष लिजमा दिने हो जसरी अब वन क्षेत्रको चिज हो त्यसमा लालभोट त दिँदैन हामी त रिन्यू गर्ने राख्ने हो सिडिओ कहाँ जाने रिन्यू गर्ने संस्था चलाउने हो भनेपछि वन क्षेत्रसँग सहमति हेरेर माग्नु भएको छ लालभोट त दिँदैन वन क्षेत्रले नै वन क्षेत्रसँग सहमति हेरेर लिनुभएको छ यो त पहिल्यै वडा पञ्चायत कालमै तारकिल्ला राखेर अनि ऊबाट लिएको हो क्या यसको क्षेत्रफल कति छ हाम्रो यो क्षेत्रफल भनेको तपाईँको समाजमा जाने त्यो कुवा छ नि त्योभन्दा माथि कुवाभन्दाको माथिको त्यो खोल्सो छ नि त्योभन्दा पूर्वतिर दक्षिणतिर अनि माथि अर्काले उक्लाउने बाटो छ नि त्योभन्दा उत्तरतिरको भागमा भिडालो अन्दाजी कति 15-20 रोपनी अन्दाजी त्यही 15-20 रोपनी अन्दाजी लिएको तर बढी छ